यदि हामीले समाज, वातावरण र परिस्थिति यो तीनै कुराको सामना गर्न नपरे हामी कति स्वतन्त्र हुने थियौँ होला। या हाम्रो अस्तित्व नै यसैमा अडिएको छ। समाज जसले हामीलाई के गर्ने के नगर्ने भनेर सिकाउँछ, वातावरण जसमा हामी हुर्क्यौँ र हाम्रो सोचाइलाई सीमित वा एउटा दिशा देखायो, परिस्थिति जसमा समाजले ल्याउने उत्ताउ चढाउ र हाम्रो नियन्त्रण बाहिरका घटनाहरू जसले हामीलाई सधैँ सम्झौता गर्न बाध्य बनाउँछ। अध्याय 1 मा अयुब समाजको लागि एक सफल व्यक्ति थिए। उनी सबैभन्दा धनी, प्रतिष्ठित र सबैले आदर्श मानेको व्यक्ति थिए। जब एकै क्षणमा उनको सारा सम्पत्ति लुट्यो, समाजको नजरमा ऊ शून्य भए। मानिसहरू के भन्छन् भन्ने उसले सोचेन। उसले आफ्ना कपडाहरू च्याते, कपाल मुण्डन गरे, समाजको बनावटी आवरणलाई त्यागेर सत्यको अगाडि खुल्ला प्रस्तुत हुने हिम्मत गरे। उसले प्रमाणित गरिदियो कि उसको परिचय समाजले दिएको सम्पत्ति, पद, पहिचानमा होइन तर परमेश्वरसँगको सम्बन्धमा बाँधेका थियो भनेर। अयुबको वातावरणमा हिजोसम्म शान्त, सुन्दर, परिवारमा हाँसो, भोज, आशीर्वाद मात्र थियो। तर आज अचानक आकाशबाट बिजुली खस्छ, मरुभूमिबाट आँधी आउँछ। जब प्रकृति नै उसको विरुद्धमा खडा हुन्छ, अयुबको भाग्ने ठाउँ कतै हुँदैन। तर पनि अयुबले हावाहरूलाई सरापेन र प्रकृतिको विनाशकारी रूपलाई पनि हेरेन। बरु ती सबैलाई नियन्त्रण गर्ने सर्वशक्तिमानको सार्वभौमिकतालाई उसले स्वीकार गरे। ऊ आँधीबेहरीसँग डराएन, बरु आँधीबेहरीलाई पठाउने परमेश्वरको अगाडि घुँडा टेकेर आराधना गरे। अयुबमाथि एकै दिनमा शारीरिक, आर्थिक र भावनात्मक रूपमा पुरै रित्तो र खोक्रो हुने गरी भयानक 4वटा हमलाहरू भएको थियो। अयुबले आफ्नो परिस्थिति परिवर्तन गर्न चाहेन। उसले आफ्नो प्रतिक्रिया परिवर्तन गरे। उसले भने परमेश्वरले दिनुहुन्छ र परमेश्वरले लैजानुहुन्छ। र त्यसो भनेर अयुबले परिस्थितिलाई कृतज्ञतामा परिवर्तन गरे र यो सबै कुराबाट परमेश्वरलाई अयुबले सरापेन। अध्याय 1 मा अयुबले सम्पत्ति गुमाए तापनि समाजलाई आफूमाथि नियन्त्रण गर्न दिएन। परिवार गुमाए तापनि वातावरणको आँधीलाई छुन दिएन। सफलता गुमाए तापनि परिस्थितिलाई हातमा तोड्न दिएन। र हामी पनि हाम्रो जीवनमा पुग्दो सम्पत्ति, बलियो परिवार, सफलताले भरिएको जिन्दगी भन्दै जिन्दगीको दौडमा दौडिँदा अयुबलाई जति नभए पनि धेरै थोरै उतार चढाव, दुःख कष्ट हामीले हाम्रो जिन्दगीमा भोग्दै आइरहेका छौँ। तर अयुबको कथा यतिमै सीमित हुँदैन, किनभने शैतानले उमाथि नजर गाडेको थियो। हाम्रो जीवनमा शैतानले के गर्दैछ, शैतानले कुन भूमिका खेल्दैछ, यो त हामी आफैले विचार गर्नुपर्छ। तर यहाँ अयुबको कथामा अयुबको जीवनमा शैतान अभियोग बनेर आएको छ। हाँस्दै खेल्दै गरेको अयुबको परिवार ध्वस्त बनाउँदा पनि अयुबको आस्थामा धक्का नलाग्दा अर्को दिन स्वर्गदूतहरू परमप्रभुको सामुने उपस्थित हुँदा शैतान पनि आफैलाई उहाँको अगाडि उपस्थित गराउन तिनीहरूसँग गयो। अनि परमप्रभुले शैतानलाई सोध्नुभयो, त कहाँबाट आइस? त्यसले भन्यो, पृथ्वीमा चारैतिर घुमफिर गरेर आएको हुँ। तब परमप्रभुले शैतानलाई भन्नुभयो, के तैँले मेरो दास अयुबलाई याद गरिस्? परमेश्वरसँग डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन। बिना कारण त्यसलाई नाश गर्नलाई तैँले मलाई उस्काइस्, तर त्यसको निष्ठा अझसम्म ढलफल भएको छैन। शैतानले जवाफमा भन्छ, छालाका सट्टा छाला, मानिस आफ्नो प्राण बचाउन सबै दिन्छ। तर यदि तपाईँ उसको हड्डी र मासुमा प्रहार गर्नुहुन्छ भने उसले तपाईँलाई तपाईँकै अनुहारमा सराप्नेछ। त्यसपछि परमप्रभुले शैतानलाई भन्नुभयो, ठिक छ, सबै तेरै हातमा भयो। अयुबको शरीरमा चोट पुर्याउन अनुमति दिनुभयो, तर जीवन नलिन आज्ञा दिनुभयो। त्यसपछि शैतानले अयुबलाई 45 देखि टाउकोसम्म दुःखदायी फोकाहरूको घाउले ग्रसित बनाउँछ। अयुब खरानीको बीचमा बसेर एउटा भाँडोको टुक्रा लिएर आफ्नो शरीर खुल्याउन थाल्छन्। अयुबको श्रीमतीले आफ्नो श्रीमानको यस्तो दर्दनाक अवस्थालाई देखेर चुप बसेर हेरिरहन सक्दैन। उसले भन्छन्, के तपाईँ अझै पनि आफ्नो निष्ठामा दृढ हुनुहुन्छ? बरु परमेश्वरलाई सराप्नु र मर्नु। तर अयुबले उसलाई भन्छ, तिमी मूर्ख स्त्रीमध्ये एक जस्तै बोल्दैछौ। के हामीले परमेश्वरबाट असल कुरा स्वीकार गर्छौँ र खराब कुरा स्वीकार गर्दैनौँ? त्यसपछि अयुबका 3 जना साथीहरू एकैसाथ अयुबलाई सहानुभूति र सान्त्वना दिन आउँछ। उनीहरूले अयुबलाई चिन्न सक्दैनन्, रुन्छन्, वस्त्र च्यात्छन्, टाउकोमा धुलो छर्कन्छन् र 7 दिनसम्म मौन बस्छन्, किनभने अयुबको पीडा अत्यन्तै ठुलो हुन्छ। आँधीबेहरी आउन अघि सधैँ एउटा अँध्यारो उराट शान्ति आउँछ।
अयुबको लागि त्यो उराट शान्ति उनको जीवनको अन्तिम क्षण थियो। एकै पलमा समाचारका लहरहरू सुनामी बनेर आए। म मात्र बाँचे भन्दै गोठालाहरू चिच्याउँदै आए। हजारौँ गाईबस्तु लुटिए। आकाशबाट आगोका गोलाहरू सबै भस्म बनाउँदै झरे। विनाशकारी मरुभूमिको हुरीले घर ढालिदियो। उत्सव मनाइरहेका उसका 10 सन्तान मुटुका टुक्राहरू त्यही भग्नावेशमा पुरिए। शोकको रापहरू चलाउन नपाउँदै अर्को प्रहार भयो। उनको टाउकोदेखि पैतालासम्म निको नहुने रगत लतपतिएका घाउहरूले भरिए। उनको शरीर कुहिन थाल्यो। हिजोसम्म जसको नाम सुन्दा मानिसहरू सम्मानका साथ उभिन्थे, आज उनी एउटा फोहोरको थुप्रोमा बसेर माटोको खपेटाले आफ्नो घाउ कन्याइरहेका थिए। उनकी श्रीमती जसको आँखामा आँसु सुकिसकेका थिए, उनी विरक्तिएर भन्छन्, अझै पनि तपाईँ आफ्नो भक्तिमा टाँसिरहनुहुन्छ? बरु परमेश्वरलाई श्राप दिनुहोस् र मर्नुहोस्। उनका 3 साथीहरू आए। शोकको प्रचलन अनुसार त 7 दिनसम्म उनीहरू बोल्नै सकेनन्। अयुबको अवस्था देख्दा उनीहरूको साथो गयो। तर जब उनीहरू बोले, उनीहरूका शब्दहरू मलम होइन विष बनेर आए। अयुब एक्लो थिए। आकाश मौन थियो। नरक नजिक देखिन्थ्यो। साथीहरूले तिरस्कार गरे, समाजले बिर्से र शरीरले साथ छोडे। अयुबलाई थाहा थिएन स्वर्गमा उज्यालो र अँध्यारो बीच उसको नामलाई लिएर एउटा ठुलो बाजी लगाइएको छ भनेर। उसलाई थाहा थिएन ऊ ब्रह्माण्डकै परीक्षाको केन्द्रमा थियो भनेर। आदिवीरहरूको बीचबाट परमेश्वर बोल्नुभयो। त्यसपछि अयुबले आफ्नो तुच्छता बुझे। उसले बुझे कि सृष्टि चलाउने हात कहिले गल्ती गर्दैन। जसरी एउटा डढेलो लागेको वन फेरि हराभरा भएर आउँछ, त्यसरी नै अयुबको जीवनमा पनि हराभरा छाउन थाल्छ। उसको अवस्था फर्कियो। उसको छाला बालकको जस्तै नरम भयो। उसको साथीहरू माफी माग्न थाले। उसको गुमेको सम्पत्ति मात्र होइन, अझ दोब्बर बनेर आए। उसको आँखामा अब पहिलेको जस्तो गर्व मात्र थिएन, बरु एउटा यस्तो चमक थियो जसले भन्थ्यो, मैले उहाँको बारेमा सुनेको मात्र थिएँ, तर अब त मेरो आफ्नै आँखाले उहाँलाई देखेको छु। अयुबको कथा केवल एउटा दुःखको कथा मात्र होइन, यो त एउटा हार नमान्ने योद्धाको विजय गाथा हो, जसले प्रमाणित गरिदियो कि जब संसारले सकियो भन्छ, परमेश्वरले त्यहाँबाट सुरुवात गर्नुहुन्छ। र यो अयुबको सत्य घटना उनीहरूलाई समर्पित, जसको जागिर छुटेको छ, जसको व्यापार डुबेको छ, जसको जीवनमा ठुलो धक्का लागेको छ र आँसुले भिजेका रातहरू बिताउनु हुँदैछ भने याद गर्नुहोस्, अयुबको परमेश्वर अझै जागा हुनुहुन्छ। तपाईँले गुमाउनु भएको हरेक चिजको हिसाब राखिएको छ। उचित समयमा तपाईँको खरानी नै तपाईँको सिंहासन हुनेछ।